हाई साथीहरू, राधे राधे, गुड आफ्टरनुन। हामी चाहिँ पकौडी खानको लागि यहाँ काकी प्याज काट्दै हुनुहुन्छ। अनि प्याज काटिसकेर खुर्सानी पनि धुनु भयो। अनि यहाँ चाहिँ पुरा पानीको मौसम हुँदै थियो। अनि पानीको मौसममा पकौडी खान चाहिँ अलगै मजा हुन्छ। अनि काकी चाहिँ बेसनमा हल्दी हाल्नुभयो अनि मसला हाल्नुभयो। मसला हालेर नुन निकाल्दै हुन्छ। अनि काकी भन्दै त भिडियो नगर्न भन्नुहुन्छ, त्यही डरे नुन पनि हालिसक्नुभयो। अनि यता चाहिँ बुनु के गरेछ भनेर गएको चाहिँ कराई भिजेर नि बुनुलाई पानी हालेर अलिकति हेल्प गर्दै। अनि काकी चाहिँ यहाँ प्लास्टिक जलाउँदै हुन्छ। नेपालको त नियमै हुन्छ प्लास्टिक जलाएर आगो जोड्ने। अनि हाम्रो काकी पनि प्लास्टिक जलाएर आगो जोड्नु भयो। अनि बुनुलाई कराई पनि लिएर आई। अनि आगो चाहिँ बल्दै रह्यो। बुनुलाई कराई बस्छ भनेर गएको थिएँ। अनि त्यसपछि काकी चाहिँ यहाँ खुर्सानी नै काट्न सुरु गरिसक्नु भएछ। काट्दै हुन्छ। अनि यहाँ आगो पनि बल्यो। अनि बुनुले कराई पनि बसाली। अनि काकी चाहिँ पुरा काटिराख्नु भएको रहेछ। जुन चाहिँ पानी लाग्दैछ भनेर साफ पानी गरी। अनि यस्तो मौसम भएको छ। अनि काकी खुर्सानी पनि काटिसक्नु आँट्नु भएछ। अब चाहिँ दुईवटा मात्रै रहन। अब चाहिँ एउटा भयो अहिले। अनि भएर यता चाहिँ मजा भयो। अनि काकी चाहिँ अलिकति अनि बुनु चाहिँ हाइकी हाइ गर्दै थियो। अनि काकी चाहिँ मुसिराख्नु भएको छ। अनि पुरा बेसन जग्गा निकाल्नु भयो। अनि अलिकति पानी हालेर मुस्नु भयो। अनि मुसिराख्नु भएको थियो। अनि फेरि पानी हाल्नुपर्छ होला नि, 1 गिलास जति भन्नुभयो। मैले पनि हाल्नु नि त काकी भने। अनि काकीले पानी पनि हाल्नुभयो। अनि मुस्नु भयो। अनि आगो निल्ने थाल्छ नि, मैले ढुङ्ग्रीले फुकेँ। अनि अनि बुनुले तेल हाल्न दिएको त तेल त अलिअलि हालेको। मैले किन अलिअलि हालेको, म जति नै हालौँ त्यसलाई के भयो भने चाहिँ मैले खोसेर वात्तै हालेँ। अनि हालेर भनेर चाहिँ बत्तल नि निचार्न थालेँ। अनि आगो चाहिँ मैले फुकेको आगो चाहिँ बल्न थाल्छ। अनि हिँड्नु अनि मजाले बलिरहेको रहेछ। अनि काकीले चाहिँ यहाँ पुरा मिही पानी पनि बुनु चाहिँ पुरा गिलासको पानी फालाइदिइराखेको छ। मैले बनाएँ भने काकी पकौडी पनि बनाउन सुरु गरिसक्नु भयो। कतिवटा पकाउनु भयो। यता हेर्नु गाइस कति पकाउनु भएछ। पकौडी चाहिँ मजा भएछ। बाई बाई। अर्को भिडियोमा